श्री गोलक गोवर्धन गौशाला की श्री शताक्षी माता के क्लास 9 कस्तो लाग्दैछ Finally we are here. How are you feeling everybody? ल पछाडी अट्याक गर्नलाई पोजिसनमा बस्नु भएको छ है उहाँ लिएर हिँड्नुहुन्छ अनि एकदम एसेन्शियल हेलो नमस्ते सबैजनालाई अहिले हामी कहाँ छौँ शताक्षी धाममा छौँ आज हामी कक्षा 9 का हाम्रो विद्यार्थी भाइ बहिनीहरुसँग यहाँनेर चाहिँ शैक्षिक ऐतिहासिक भ्रमणमा जोडिएका छौँ यहाँनेर तपाईले देख्न सक्नुहुन्छ हामी सम्पूर्णले भर्खरै मात्र यहाँ पाउ कष्ट गरिसकेका छौँ र अब चाहिँ हामी दिगम्बेश्वर महादेव मन्दिर हुँदै हामी शताक्षी झरना शताक्षी धारा प्रवेश गर्न लागिरहेका छौँ हामीले भर्खरै आचार्य मदन मोहन अधिकारी ज्यूसँग चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई सहकार्य गराइसकेका छौँ र अब भने हामी यहाँबाट अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ हामीले ठ्याक्कै शताक्षी माता मन्दिर अगाडि रहेर यो भिडियो सुरु गरेका छौँ अन्यथा म तपाईहरुलाई यसको प्रवेशद्वारदेखि नै तपाईहरुलाई म जानकारी फर्कँदाखेरि दिनेछु र अबको क्रममा चाहिँ भने हामी शताक्षी धारा प्रवेश गर्नका लागि हाम्रो नानीहरूलाई एसेम्बल गरिरहेका छौँ लेट्स गो सो अहिले चाहिँ हामी शताक्षी धारा प्रवेश गरिसकेका छौँ अब यहाँबाट चाहिँ हाम्रो नानी बाबुहरू धारामा स्नान गर्छु भन्नुहुँदैछ हेरौँ है त गो सोनु लडिन्छ है बिस्तारै लडिन्छ है जुत्ता चिप्लिन्छ है नानीहरू जुत्ता चिप्लिन्छ है ल अनि जुत्तै लाएर त कहाँ हुन्छ त यसरी अनि जुत्तै लाएर त भएन होला सबैले पर्दैन कम्पलसरी होइन ल भर्खरै चाहिँ अब हामी शताक्षी धारा प्रवेश गर्न अगाडि बढिसकेका छौँ सो हामी अगाडि बढ्दैछौँ अब यहाँबाट सबैले आइ भन्नुहोस् है ल दिस इज द भ्यू हाम्रो नानीहरू अगाडि बढिरहनु भएको छ दिँदा नि हुन्छ छ भने सो यहाँबाट चाहिँ हाम्रो नानीहरू अब अगाडि बढ्दै हुनुहुन्छ शताक्षी झरनाको अवलोकनको लागि त्यहाँ जाने क्रममा नानीहरूले यहाँको प्राकृतिक अवलोकन गर्नुहुन्छ भने त्यहाँ भएका विभिन्न ठाउँहरूको उहाँहरूले शैक्षिक जानकारी पनि टिपोट गर्नुहुनेछ ल बिस्तारै आउनु होला है बिस्तारै है लडिन्छ नि ल एकदम बिस्तारी है एकदम बिस्तारी यहाँ चिप्लिन्छ एकदम हेरेर ल हस् यहाँनिर चिप्लिन्छ हजुर अहिले जाँदा टिपोट गर्दा भयो नि त अगाडिको मान्छेलाई बिस्तारी भनौँ त क्लास 9 कस्तो लाग्दैछ लडिन्छ बिस्तारै यति बेला चाहिँ नानीहरू अब झरना छेउमै पुग्न आँटिसक्नु भएको छ अनि उहाँहरूले अब चाहिँ टिपोट गर्नुपर्ने ठाउँहरू धेरैवटा आउँदैछन् है बुझ्नुभयो अब टिपोट गर्नुपर्ने ठाउँहरू धेरै छन् यहाँनिर त्यसलाई तपाईहरुले कसरी डाटा कलेक्सन गर्नुहुन्छ डाटा कलेक्सन गरेर रिपोर्टमा मेन्सन गर्नुपर्ने हुन्छ है यहाँ जति पनि यो ढुङ्गाहरू देख्दै हुन्छ नि हो सबै यो खरेबाट बगेर यसको सेप एन्ड साइज कसरी परिवर्तन भएको छ हेर्नुहोस् ल बिस्तारी है बाटो यस्तो छ देख्न सक्नुहुन्छ तपाईहरु र हाम्रो नानीहरू एकदम संयमित भएर अगाडि बढिरहनु भएको छ अनि लाइनबद्ध रूपमा हामीले स्काउटिङ गरिरहेका छौँ एकदम रमाइलो भइरहेछ शैक्षिक प्लस मनोरञ्जनात्मक भइरहेछ यो भ्रमण चाहिँ र यो चाहिँ नानीहरूलाई रिफ्रेसमेन्ट प्लस एउटा एजुकेसनल टुर भन्नुपर्ने हुन्छ एकदमै इन्फर्मेटिभ भइरहेछ हामीले यस
क्षेत्रका सञ्चालक समिति सचिव प्राचार्य मदन मोहन अधिकारीज्यूसँग सहकार्य गरेर नानीहरूलाई एउटा सेसन पनि एटेन्ड गरायौँ र यहाँनिर चाहिँ यु क्यान सी द आर्ट वर्क अफ स्टोन. Do you wanna make like this? No? अहिले फर्किँदा you can see the artwork here. Stone work भनौँ न, आर्ट वर्क भन्दा पनि हैन पाठक? हो लडिन्छ है बिस्तारै है. बुझ्नु भयो के? सुबिया कता जानुभयो? ए के छ ठुल्दाका छोराछोरीहरू? ठिक छ? ल बिस्तारै बिस्तारै. कल कल खोला शैलेजी झरझर झरना. यस्तो राम्रो वातावरण तपाईहरुले देख्न सक्नुहुन्छ. पानीले काटेर काटेर यस्तो बनाइसकेको रहेछ. एकछिन है चेतन सर, एकछिन है. बिस्तारै हो बिस्तारै बिस्तारै आउनु बिस्तारै. कसको चप्पल छुटेछ है? हजुर ए बाँदरसँग त एकदम सचेत हुनुपर्छ. ल ए सुई हान्नु पर्छ अरे. बाँदरले सुई हान्नु पर्यो भने नरमाइलो हुन्छ अरे. एकदम जोगिनु अरे. तपाईँको खानेकुरा खाजा के जोगाउनु नि खोसेर लगिदिन्छ. ओके होइन होला के भयो डाटा कलेक्सनको कपी नै लगिदियो अरे. अनि गुड. ल बिस्तारै बिस्तारै पछाडि आइपुग्नु भएको छैन चेतन सर? ल यु क्यान सी द भ्यू and this is the view. Yes. Hello Prapti. हजुर के भन्नु भएको प्रसिद्ध? ल यहाँनिर आज स्याटरडे शनिबार भए पनि हाम्रो भक्तजनहरूको तपाईको घुइँचो देख्न सक्नुहुन्छ. एकदमै धेरै छ. हाम्रो नानीहरूले यहाँको प्राकृतिक अवलोकन गरिरहनु भएको छ. बिरे हो यो चाहिँ बिरे नुन मिसिएको पानी हो है. एकदम हो. यहाँनिर ठ्याक्कै त्यहाँ कहाँ हुन्छ त देखिन्छ त? त्यो प्रशोधन गरेपछि निस्किन्छ नि त. हजुर यहाँनिर हेर्नुहोस् है. यो टिपोट गर्नुहोस् है. यहाँ हेर्नुहोस् बिरे नुन पानी भनेको छ नि. यहाँनिर चाहिँ तपाईँको त्यो मिनरल्स मिसिएको छ है. यहाँबाट उम्रिन्थ्यो पहिला चाहिँ, अहिले सुकेछ नि. बिस्तारै बिस्तारै पछाडि पछाडि सर. ल यहाँनिर चाहिँ नानीहरूले अवलोकन गरिरहनु भएको छ है. यो स्मेल नै त्यो बिरे नुनवाला आइरहेको छ कि छैन तपाईँहरूलाई? छ नि है. हो यहाँ चाहिँ यो बिरे नुनको चाहिँ तपाईँको उपलब्धता भएको ठाउँ हो. यहाँ प्रशोधन चाहिँ गर्नुपर्छ. यहाँ कहाँ डाइरेक्ट नेचरमा पाइन्छ त? अनि मिनरल्स भनेको के हो? ल यस हो. त्यो पानीलाई थापेर चाख्नु भयो भने त्यहाँ पनि अलिकति तपाईँले बिरे नुनको झलक पाउनुहुन्छ. आएन? आउँछ होला. हजुर होइन त्यहाँ केही मात्रामा छ नि मिसिएको. होइन होला त्यस्तो नहुनु पर्ने हो. कसरी तपाईँले गलत डाटा झिक्नु भयो त? हजुर गरौँ भयो. एकछिन रेस्ट लिनुहोस्. हुन्छ हुन्छ हुँदैन न. ऊ त्यही पानीले धुनु न. एकदम 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 रिसर्च गर्नुहोस् है. रिसर्च यहाँको बोर्ड बिरुवा के कस्तो पाइरहनु भएको छ होइन. सबै बोर्ड बिरुवादेखि लिएर ढुङ्गाहरू तपाईँले कुन कुन आकारको पाइरहनु भएको छ होइन. त्यो ढुङ्गा आकार परिवर्तन हुनुमा केले भूमिका खेल्यो होला? यो खोज कसरी निर्माण भयो होला? यो झरना कसरी भयो होला? एकदम यो डिटेल एनालाइसिस गर्नु. छ अर्को छ पखाना. भोक लाग्यो मलाई है. खाना खानु भएको छैन? मैले खानै खाएको छैन. लाग्दैन हौ यहाँ उता हो नि एउटा टर्निङ. अब ल आउनुहोस् त आउनुहोस् त. हजुर
यहाँनिर स्काउटिङमा राखिदिउँ त केटाहरू ओइ बोइज ज्ञानदीप यहाँ यहाँ आऊ यहाँ कम हियर ज्ञानदीप ल यहाँ बस्नु स्काउटिङको लागि 100 आँखाले देवीले उत्पन्न गरेर हेरेको दृष्टि ठाउँ तपभूमि यो चाहिँ हाम्रो 87 धाम भनेर चिनिन्छ 87 धाम तल तपाईँको बिरेनुनदेखि लिएर तपाईँको यहाँ नाग गुफा छन् 5 पाण्डवले नुहाएको पोखरी छन् जोर पोखरी छन् पाण्डव बगैँचा छन् माथि है जोर पोखरी भनेको शिव पार्वतीले नुहाएको पोखरी छन् माथि तपाईँहरूको यहाँ लगभग तपाईँहरू हिँड्नुभयो भने 2-2.5 घन्टा 3 घन्टा लाग्छ जानलाई माथि तपाईँहरूको यस्तो भिड चढेर जानुपर्छ डोरीहरू पक्रिँदै जानुपर्छ होइन यो दुध दुध झर्थे भने पछि मान्छेले दुध झर्छन् भनेर आँखा भनेर यसरी मुख थापेर खाइदिँदाखेरि लोभ भएपछि यहाँ पानी माथि जानुहोस् झरना छ झरनामा नुहाउनु सक्नुहुन्छ दर्शन गर्नु सक्नुहुन्छ ल अहिले आउँदाखेरि अनि टिका लाउन मन हुनेले अनि गुरुसँग बसेर टिका लाउने ल फर्किँदाखेरि है फाइनली वी आर हियर हाउ आर यु फिलिङ एभ्रीबडी ल अब हामी ठ्याक्कै झरनामा चाहिँ आइपुगेका छौँ र अब झरना अवलोकन गर्नलाई यहाँ स्काउटिङ गरिराखिएको छ ल यहाँनिर बस्दिनु त चेतन सर यहाँबाट चिप लिने सम्भावना हुन्छ यहाँ बस्दिनु यहाँनिर यता जानु ल ल ठ्याक्कै हामी झरना आइपुगेको छौँ अनि झरनाको अब शैक्षिक अवलोकन गर्नुहुन्छ उहाँहरूले र यहाँनिर तपाईँहरू आफ्नो आफ्नो सबै सामग्री जोगाउनु होला हजुर हो यहाँनिर आफ्नो त्यो सबै भित्र गोजीमा हाल्नु त एभ्रिथिङ पुट योर एसेन्सियल मटेरियल्स इनसाइड योर ब्याक पकेट यहाँ चाहिँ यहाँ यी साथीभाइहरूले हेर्दै हुनुहुन्छ कहाँ यहाँ लिएर हिँड्छ है नानी हो ब्यागमा हाल्नु सबै कुराहरू ल सबै सामानहरू ब्यागमा हाल्नुहोस् र छ्याक्कै हामी अहिले शिव शताक्षी झरना हामी आइसकेका छौँ र हाम्रो नानीहरूले अब यहाँबाट एक खालको शैक्षिक अवलोकन गरेर डाटा कलेक्सन गर्नुहुन्छ र अगाडि हामी बढ्नेछौँ है त के हो तिम्रो नाम बहिनी परिचय त्यहाँनिर लेखेको छ है त्यो चाहिँ हो यसरी चाहिँ नलेख्नु होला सो ठ्याक्कै अहिले हामी चाहिँ जलधारामा छौँ यहाँनिर देख्न सक्नुहुन्छ झरनामा यो झरना एकदमै माथिबाट ठुलो देखिन्छ भने यहाँनिर पानी चाहिँ अलिकति सुके जस्तो हामीले अनुभव गऱ्यौँ ल अब तपाईँहरूलाई म एउटा फोटो सेसन गरेर अर्को टोलीलाई बोलाउँछु ल रेडी ओके जानु त सुबिया जानु त ल जानु है त ल अहिले चाहिँ हामी पापनदाना गरेर यहाँनिर नानीहरूलाई यो जलधारा अवलोकन गर्न ल्याइरहेका छौँ किनभने अलिकति बाटो रिस्की छ यहाँभन्दा माथि हामी लाँदैनौँ नानीहरूलाई किनभने यो एकदमै एक्सट्रिम रुट छ यतापट्टि आउनुहोस् यहाँभन्दा माथि चाहिँ 5 पाण्डव बगैँचा अर्को 5 पाण्डव पोखरी के भन्ने छ है यहाँभन्दा माथि चाहिँ हामी जाँदैनौँ हस् ल आउनु त हुन्छ हस् हजुर ल छिटो कहिले हेलो भन्नुहोस् अनि कताबाट ल तपाईँहरू के भन्न चाहनुहुन्छ तपाईँलाई यो ठाउँ कस्तो लाग्यो तपाईँले के अवलोकन गर्नुभयो भन्नु त ढुङ्गाको आकृतिहरू बिरेनुन पानीहरू नाग गुफा ठिक छ अनि तपाईँले यो ठाउँको मोस्ट इन्ट्रेस्टिङ चाहिँ के लाग्यो यहाँ अनयुजुअल क्या त्यो हाम्रो घरतिर त्यस्तो हुँथेन त्यहाँ भन्ने खालको के लाग्यो भन्नु त ल झरना ल यो झरनामा तपाईँहरूको एउटा फोटो खिचिदिएँ नि त मैले ल शिव शताक्षी माता के यस ल थ्याङ्क यू सो मच एभ्रीबडी लेट्स गो अहिले चाहिँ हामी अब रिटर्न ब्याक हुँदैछौँ 87 सहस्त्रधारा हामीले अवलोकन गरिसकेका छौँ पछाडि देख्न सक्नुहुन्छ हाम्रो जति पनि टोली हुनुहुन्थ्यो उहाँहरू फर्किनु हुँदैछ अगाडि म छु अनि अरू आउँदै हुनुहुन्छ हामी अब द्रौपदी तलाउ हुँदै फर्किँदैछौँ यहाँ विभिन्न कुरा उहाँहरूले डाटा कलेक्ट गर्नु भएको छ त्यसलाई पक्कै पनि प्रोजेक्टमा उहाँहरूले रिफ्लेक्ट गर्नुहुन्छ भन्ने आशा छ कि छैन आम्मा यतिको स्टुडेन्ट भएपछि त्यत्तिकै टिचर त एकैछिनलाई यहाँबाट लडिन्छ अब म यहाँ बस्छु ल स्कटिङको लागि ल जानु यहाँ बस्नु एकैछिन है लडिन्छ यहाँ चिप्लिन्छ है जुत्ता है हो त्यहाँ हो त्यहीँ हो
सो हामी फर्किँदैछौँ. यु क्यान सी द भ्यू एन्ड दिस इज द भ्यू. लडिन्छ है लडिन्छ. ल अब हामी तल पुगेर भेट्छौँ है त. सो राइट नाउ अहिले चाहिँ अब हाम्रो नानीहरूले चाहिँ एउटा ढुङ्गा खोज्नुहुन्छ जसमा चाहिँ आर्ट एन्ड पेन्टिङ गर्न मिलोस्. सो उहाँहरू अब सर्चिङमा लागिसक्नु भएको छ. लेट्स सी कस्तो कस्तो ढुङ्गाको उहाँहरूले खोज्नुहुनेछ. उहाँहरूले चाहिँ प्रति व्यक्ति एउटा ढुङ्गा चाहिँ बोक्नुहुनेछ अनि त्यसलाई लगेर आर्ट एन्ड पेन्टिङ क्लासमा उहाँहरूले पेन्ट गर्नुहुनेछ है. यस इट क्यान बी युज्ड. यस इट इज भेरी युनिक. ओके बट यो यसमा पेन्टिङ गर्न अलिक अप्ठ्यारो हुन्छ. एकदम दामी छ तर नाइस छ. यस इट क्यान बी अल्सो युज्ड. एकदम राम्रो छ. हो यसमा चाहिँ पेन्टिङ गर्न मिल्छ. यस्तै खोज्नुहोस् एउटा लु त खोज्नुहोस् त सबजनाले. सो तपाईँले डाटा कलेक्सन गरिरहनु भएको छ कृष्ण बरालज्यू? कति भयो? हो तपाईँहरूले सेयरिङ गर्नु पर्यो. इन्डिभिजुअल हुनु पर्यो. अनि भीमप्रसाद खरेल तपाईँले के भेट्नुभयो? कस्तो लाग्दैछ तपाईँलाई आजको भ्रमण? तपाईँलाई आजको भ्रमण कस्तो लाग्दैछ? राम्रो लाग्दैछ. यस फेरि अहिलेको जस्तै बोलाएर देखाउनु त. हजुर ठिक छ. यसमा मिल्छ. यो अलिक सानो भयो. मिल्छ एउटा चाहिँ खोज्नु पर्यो है. ओके एभ्रीबडी खोइ ल गो चेतन सर गो रन. ल कस्तो लाग्यो तिमीहरूलाई? ल सो वी हेभ सक्सेसफुली कम्प्लिटेड आवर ट्रेक. अब हामी ब्याक आइसकेको छौँ. ह्याप्पी गऱ्यौँ भएको छ. हामीले यसरी चाहिँ कलेक्सन पनि गऱ्यौँ. फुट्छ है भाइ बिस्तारै राखेँ फुट्छ है. ल सबैजना हामी आइसकेको छौँ. अब चाहिँ वी आर गोइङ टु काउन्ट एभ्रीबडी हेयर. अनि हाम्रो दुईजना साथीहरू खोइ? तनुजा खोइ? सक्षम खोइ? ल लडिन्छ है. जुत्ता लाएर पस्यो भने त झन् ताप लाग्छ. जुत्ता लाएर पस्यो भने त झन् ताप लाग्छ. नर्कमा पनि ठाउँ पाइँदैन. यमराजले तातो तेलमा तार्छन्. कस्तो पऱ्यो. अब सक्यो. स्वर्गमा ठाउँ छैन. स्वर्ग जाने बाटो बन्द भयो. अनि मन्दिर आएर जुत्ता लाएर नुहाइन्छ. जे पायो हो तातो तेलमा तार्छन् यमराजले. ल अब चाहिँ हाम्रो अवलोकन लगभग सकिएको छ. भाइब्स छ भाइब्स. अनि अब चाहिँ हामी अब मनोरञ्जनको लागि जाँदैछौँ. किनभने आजको हाम्रो भ्रमण भनेको चाहिँ एजुकेसनल प्लस मोटिभेसनल एजुकेसनल हुनुपर्ने थियो. सो हामी आइसकेको छौँ अब मनोरञ्जनको लागि. सो यति बेला हाम्रो नानीहरू चाहिँ अब सेयरिङ इज केयरिङ भन्दै खाजाहरू बाँडेर खाएर अब शैक्षिक भ्रमण अन्त्य गर्नुहुन्छ र यहाँबाट उहाँहरू फर्किनुहुन्छ र हामी पनि फर्किन्छौँ. हरिया काँक्रा कर्याम भन्दै. सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो. थ्याङ्क यू सो मच. बाई बाई एभ्रीबडी.